मलमासको समयमा बिर्सेर पनि यस्ता गल्तीहरू नगर्नुहोला जसले गर्दा हजुरको जीवनमा धेरै दुःख कष्ट हुन सक्छ। यो समयमा हजुरहरूले कुनै पनि शुभ कार्यहरू नगर्नुहोला, जस्तै विवाह, व्रतबन्ध, अन्नप्रस्थान अनि नयाँ घरको थालनी गर्ने अनि नयाँ घर सर्ने, नयाँ व्यापार व्यवसायको थालनी गर्ने अनि कुनै पनि नयाँ गाडीहरू किन्ने, घर घडेरी किन्ने जस्ता कार्यहरू नगर्नुहोला। अनि यो समयमा नयाँ विवाहित जोडी हुनुहुन्छ भने हजुरहरूले केही समयका लागि टाढा बसेर बार्नुहोला। अनि कसैले गर्भधारण गर्न चाहनुहुन्छ भने पनि यो समयमा गर्भधारण गर्न मिल्दैन। अनि कुनै देवी देवताको भक्कल बुझाउने कामहरू गर्न मिल्दैन। अनि घरमा पूजा यज्ञ हवनहरू गर्न मिल्दैन। यस्तो कुराहरूमा ध्यान दिनुहोला। जय शम्भु।